बिरानो मुलुक, नजानेको भाषा, अनौठो संस्कृति, फरक खानपिन, रहन सहन अनि कतै चरा खस्ने गर्मी त कतै कठ्याङ्ग्रिदो जाडो सबैलाई बिर्सेर पसिनालाई पैसामा रूपान्तरण गर्न विवश छौं हामी नेपाल। अनि परदेशको सुख सुविधा जेसुकै होस्, त्यही जन्म ठाउँ गाउँ बेसीको उकालो ओह्रालो, हिलो धुलो अनि आमाले बनाएको गुन्द्रुक, ढेँडो र आँटोको तुलना केसँग गर्न सकिएला र? ठुला ठुला समुद्र छन् खोली भेटिँदैन, ठुला ठुला समुद्र छन् खोली भेटिँदैन, मुलको पानी खाए जस्तो तिर्खा भेटिँदैन। त्यस्तै छ कहानी परदेशीको, किन्न त पाइन्छ पानी फ्रिजको अनि हावा एसीको, तर तिर्सन मेट्दैन गाउँ बेसीको। साथी हो, यसपालि दसैँ कस्तो भयो यो कोरोनाको महामारीमा? ठिकै भयो, यसपालि त घरै बसेर मनाइयो। खोइ त जर्मन दाइ चाहिँ कता हो त? ए जर्मन दाइ के गर्दै बसिराखेको? यसपालिको दसैँ पनि यसै गयो, तिहार पनि कसरी जाने हो केही थाहा छैन। कोरोनाको भाइरसले यति पीडा गरेको छ, विदेशमा बसेको छ, आफ्नो घरमा दिदी बहिनी आमा बाउको याद आउँछ, के गर्ने यार? यस्तै हो जर्मन दाइ, के गर्ने है। अब पोहोर त हामीले धेरै रमाइलो गरेकै थियौँ। अब कोरोनाको महामारीले संसारभरि, हामीलाई मात्रै होइन संसारभरिलाई नै यस्तै छ। ल पोहोर साल त रमाइलो गरेकै थियौँ नि, ल सम्झौँ त। वर्षा र दिनको रमाइलो चाड गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो। फुल्यो बारीमा लरीलै, धानको बाला झुल्यो खेतैमा, कति राम्री देखिन्थ्यो बरीलै जमरा र रातो टिकैमा। कसो पोहोर यस्तै रमाइलो गरेको थियो नि त? कसो